हिजो जनता मूर्ति चोर्नेहरूसँग रिसाएका थिए। आज जनता पशुपतिनाथको जलहरी गायब पार्नेहरूसँग रिसाएका छन्। हिजो ज्ञानेन्द्र शाहलाई गैँडाको खाक बेचेको आरोप लगाउनेहरूले पनि आज क्विन्टलका क्विन्टल सुन तस्करी गरेको जनताले देखेका छन्। जनताले यो पनि देखेका छन् वर्दी लगाएको प्रहरी कुट्न पारस शाह नै हुनु पर्दैन रहेछ। हिजो जनतामाथि सैन्य सङ्कटकाल थियो, आज जनतामाथि आर्थिक सङ्कटकाल छ। लाखौँ युवाहरू विदेशीको हरुवा चरुवा हुनु परेको छ। हली प्रथा नेपालमा अन्त्य भयो, तर रोमानियाका खेतबारीहरूमा सुरु भएको छ। दास प्रथा नेपालबाट हट्यो, तर कुवेतका भिल्लाहरूमा केयर गिभरको नाममा हजारौं नेपाली चेलीहरू बन्धक बनेका छन्। यही कुरा बुझेर राजावादीहरू चलमलाइरहेका छन्। तर मलाई विश्वास छ दरबारको पर्खालभित्र होइन, झुपडीमा बस्ने नेपाल आमाको कोखबाट पनि जन्मिन सक्लान् ली कुआन यू, महाथिर मोहम्मद, सिन्जो आबे र मोहम्मद बिन शाहिद अल मकतुमहरू। यही भिरपाखाहरूमा पनि हुर्किन सक्छन् फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ जुनियर, एपीजे अब्दुल कलाम, होचिमिङ र युगो चाभेजहरू। तसर्थ जनताले लोकले शासन गर्न पाउने व्यवस्था ल्याउन खोजेका थिए। काठमाडौँदेखि बस्ती बस्तीसम्मका राजा साहेबहरूको शोषणबाट मुक्ति खोजेका थिए। ल्याउन खोजेको व्यवस्था लोकतान्त्रिक गणतन्त्र नै थियो, तर ल्याइदिए दलतन्त्र, अनि यही नै लोकतन्त्र हो भनिदिए। पत्याउनेले पत्याइदियौँ। दलतन्त्र दिनदिनै दुर्गन्धित हुँदै गयो, तर हरेक दिन बिचरो लोकतन्त्रले गाली खाइरह्यो। हिजो आज त्यही दुर्गन्धित दलतन्त्रलाई नै लोकतन्त्र भनेर बुझेका निराश मान्छेहरू लोकतन्त्रलाई बेठिक भन्दैछन्। बिचारा लोकतन्त्र। अहिले लोकतन्त्र 3 पक्षबाट चेपुवामा परेको छ। 1. छद्म नामधारी दलतन्त्रका नवसम्राटहरूबाट। 2. शक्तिशाली राजा र स्थानीय रजौटाको जुठो पिरो खान पल्केर अभ्यस्त भएका र दास हुन रुचाउने मानसिकता भएकाहरूबाट। 3. लोकतन्त्रको खास मर्म बुझ्न नसकेका अबोध नागरिकबाट। दलतन्त्रको विकल्प लोकतन्त्र हो, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो।